पैसा पनि ओइलिहाल्दो रहेछ हिजो आजको त कति छिटो। ठुलो नमस्ते। नमस्ते। आइपुगिस्? हजुर। म त यतैबाट आउँछ होला भनेको त अनि। यो पहिले समाउन अनि गफ गरौँ न। के ल्याइदिएको छोरो? के अन्त यसो अलिकति घुम्न गएको थियो अनि त्यसको। म त यतैबाट आउँछ होला भनेको त अनि। आउँछु यतैबाट आउँछु भने नि त यहाँ घर बनाएर बाटो बनाएर यत्रो घुम्नै पर्छ। त्यही भएर सिधै काका आएको। हजुर। कति थरी ल्याइदिएछ। अनि घुम्न गएको मान्छे अनि पैसाले पुग्यो त यत्रो किनेर ल्याउनलाई। अब जस्तो छ पुरानो। कति खानु मन लागेको थियो तँलाई नि खानु मन लागेको कुरा आफूले खानु गर्नु अनि के ल्याइदिरहेको त हामीले। थिएन त्यस्तो केही खानेको यही त हो खानेकुराहरू अरू के थियो। यो पनि ल्याइदिएछ। यो दुई एउटा मात्र लिएको भए नि हुन्थ्यो। यत्रो चक्लेट रातो स्याउको सिकुटी यो चाहिँ यहाँनिर हरियो स्याउको सिकुटी ठुलो मामलाई मनपर्छ भनेर छुर्पी ल्याइदिएको छ। पोते ल्याइदिएको फेरि कति मजाले छानेको त हाम्रो मम्मी ठुलो मम्मीले यस्तै लाउँछन् भनेर म त लगाइहाल्छु। सानो थियो छोराछोरी थिए घाँटे अब त ठुलो भएर मम्मीहरूलाई सम्झिने भए घुम्न गएको ठाउँहरू सम्झेर यसरी ल्याइदिन्छ। विदेशी गयो भने झन् के ल्याइदिन्छ होला नि छोरा मलाई त। के भोक लागेको छ होला के खाजा बनाइदिउँ? छैन ठुलो बस्नु के चिया पकाइदिन्छु नि त चिया पकाइदिन्छु ल।